नमस्कार विद्यार्थीहरू। आज हामी कक्षा 11 नेपाली विषयको पाठ 3 संस्कृतिको नयाँ यात्रा निबन्धलाई सजिलो र सहज रूपमा बुझौँ। आज म यो निबन्धलाई किताबमा लेखिएको कठिन भाषामा होइन, एकदमै सरल भाषामा कथा सुनाए जस्तै बुझाउँछु। यो निबन्धको लेखक सुधा त्रिपाठी हुन्। उनी एउटा महिला लेखक हुन्। यो निबन्ध अब यसरी सुरु हुन्छ। बाल्यकालको गाउँ र संस्कृति। लेखिकाको बाल्यकाल गाउँमा बितेको थियो। गाउँमा उनले आफ्नै आँखाले विभिन्न चाडपर्व, नाचगान, खानपान, वेशभूषा र परम्पराहरू देखेकी थिइन्। विशेष गरी दसैँ जस्ता चाडपर्व आउँदा गाउँको वातावरण निकै रमाइलो हुन्थ्यो। गाउँका मानिसहरू आफ्नै तरिकाले चाडपर्वहरू मनाउँथे र एक अर्कासँग खुसी साट्थे। त्यसैले लेखिकाका लागि गाउँ भनेको केवल बस्ने ठाउँ नभएर आफ्नो संस्कृति, बाल्यकाल र मिठा सम्झनाहरू जोडिएको ठाउँ थियो। गाउँबाट नयाँ ठाउँतर्फको यात्रा। समय बित्दै जाँदा लेखिका आफ्नो गाउँबाट बाहिर निस्किन् र नयाँ ठाउँमा पुगिन्। गाउँमा प्राकृतिक वातावरणमा हुर्किएकी उनलाई सुरुमा सहरको वातावरण, भिडभाड, गल्ली र मानिसहरूको जीवनशैली केही फरक लाग्यो। तर बिस्तारै उनी नयाँ वातावरणसँग घुलमिल हुँदै गइन्। यसबाट मानिसको जीवन पनि एउटा यात्रा जस्तै निरन्तर अगाडि बढिरहन्छ र यात्राको क्रममा मानिसले नयाँ ठाउँ, नयाँ मानिस र नयाँ संस्कृतिबारे सिक्दै जान्छ भन्ने कुरा लेखिकाले बुझिन्। विभिन्न संस्कृतिसँग परिचित हुँदै गएको अनुभव। गाउँबाट बाहिर आएपछि लेखिकाले आफूले बाल्यकालमा देखेको संस्कृतिक भन्दा फरक संस्कृति पनि देख्न र बुझ्न पाइन्। मानिसको ठाउँ परिवर्तन भएपछि उसको रहनसहन, भाषा, खानपान, चाडपर्व र सोचाइमा पनि फरक देखिन्छ। तर फरक हुनु भनेको नराम्रो कुरा होइन। प्रत्येक समुदायको आफ्नै संस्कृति र पहिचान हुन्छ। त्यसैले आफ्नो संस्कृतिलाई माया गर्नुका साथै अरूको संस्कृति र परम्परालाई पनि सम्मान गर्नुपर्छ भन्ने भावनामा लेखिकामा विकसित हुन्छ। संस्कृतिको नयाँ यात्रा। अन्त्यमा लेखिकाले संस्कृति पनि मानिसको जीवन जस्तै निरन्तर परिवर्तन र विकास हुँदै जाने कुरा बताएकी छन्। पुराना राम्रा परम्परा, संस्कार र संस्कृति पहिचानलाई जोगाउनु पर्छ, तर समयअनुसार परिवर्तन गर्नुपर्ने कुरालाई परिवर्तन पनि गर्नुपर्छ। नयाँ पुस्ताले पुरानो संस्कृतिबाट राम्रो कुरा सिकेर त्यसलाई नयाँ सोचसँग जोड्दै अगाडि बढाउनुपर्छ। त्यसैले संस्कृतिको नयाँ यात्राले हामीलाई आफ्नो संस्कृति सम्झन, त्यसको राम्रो पक्ष संरक्षण गर्न र नयाँ पुस्तासँग संस्कृतिलाई अझ समृद्ध बनाउँदै अगाडि बढ्छ भन्ने प्रेरणा दिन्छन्। यही कुराहरू हामीले यो पाठ 3 संस्कृतिको नयाँ यात्राबाट सिक्न सक्छौँ। धन्यवाद।